friends, welcome to my another new vlog. आज धेरै पछि vlog बनाउँदैछु। मतलब टाइम मिलेको थिएन, कामले गर्दा टाइम नमिलेको भएर तपाईहरुलाई vlog बनाउन टाइम पनि भएन। धेरै टाइम पछि आज सानो vlog बनाउँ भनेर आज पनि टाइम नमिलेको त थिएन, टाइम निकालेर अहिले भर्खर ड्युटी सकेर ड्युटीबाट रुम फर्किँदै हो। अहिले चाहिँ हामी यहाँ चाहिँ 7:30 हुन लाग्यो, त्यही पनि उज्यालो छ है गाइजहरु है। यता चाहिँ गर्मी महिना लाग्यो नि त, गर्मी महिना भएपछि नै यता चाहिँ दिनहरु लामो भयो अनि घाम लागिरहेको छ क्या यतातिर अहिले। त्यही भएर उज्यालो छ, नेपालतिर त अँध्यारो होला हैन। टाइम पनि नमिल्ने भएर पनि भ्लग बनाउन टाइम नमिल्ने भएर पनि त्यहाँबाट कमेन्ट रिप्लाई गर्न पाएको थिइनँ। आज चाहिँ सानो रुम बरु हिँड्दै जान्छु भनेर बरु भ्लग बनाउँछु, रुम हिँड्दै जान्छु भनेर आज सानो बनाएको। तपाईँहरूलाई सानो भ्लग बनाउँ भनेर जानकारी दिउँ भनेर। बेलारुसमा चाहिँ बेलारुसियन स्यालेरी चाहिँ नेपालीको लागि कति हुन्छ भनेर चाहिँ मैले अस्तिको भिडियोमा पनि भनेको थिएँ। एउटा मेरो प्यारो सब्सक्राइबर युट्युब साथीले मलाई म्यासेज गर्नुभएको थियो, अनि स्यालेरी कति हुन्छ अनि उता नेपालमा चाहिँ एजेन्टहरूले उनीहरूलाई चाहिँ 650 युरो हुन्छ भनेर भन्नुभएको रहेछ बेसिक स्यालेरी। अनि मलाई सोध्दै हुनुहुन्थ्यो, त्यही भएर त्यसको बारेमा मैले अघिल्लो भिडियो पनि बनाएको थिएँ, त्यो भिडियो चाहिँ हेर्नु गर्नु होला होइन गाइज। अनि लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला, कमेन्ट गर्नु होला र सब्सक्राइब पनि गर्नु होला। तपाईँहरूको सब्सक्राइबले मलाई मोटिभेसन हुन्छ नि त, भ्लग्स बनाउनु पर्ने बेलारुसको बारेमा आउँदै हुन्छ अनि म जानकारी दिन्छु नि त। त्यही अनुसार तपाईँहरूलाई भोलि काम लाग्छ, कमेन्ट गर्नु होला है। त्यही हो आजको टपिक चाहिँ। मैले अघि पनि भनिसकेँ, एउटा साथीले म्यासेज गर्नुभएको थियो, उहाँलाई चाहिँ नेपालको एजेन्टले 650 युरो बेसिक स्यालेरी हुन्छ भनेर भनेको रहेछ है। नफस्नु होला गाइज होइन। बेसिक स्यालेरी भनेको बेलारुसियन यहाँ युरो चाहिँ चल्दैन, यहाँ भनेको तपाईँको रुबेल हो, बेलारुसियन रुबेल चल्छ। त्यसको तपाईँको अब 550 युरोले मिनिमम यहाँको 1450 त्यस्तै हुन्छ बेलारुसियन रुबेल। 450 युरोले चाहिँ तपाईँको बेलारुसियन रुबेलमा कन्भर्ट गर्दाखेरि 1450 त्यस्तै हुन जान्छ। नेपाली चाहिँ तपाईँको 55 देखि 60,000 बेसिक स्यालेरी चाहिँ त्यति हुन्छ होइन। अब तपाईँहरूले काम अब सिजनमा अब पार्ट टाइम जबहरू पाउनुभयो भने, ओभर टाइमहरू पाउनुभयो भने चाहिँ अलिकति पैसा बढी हुन्छ। तपाईँको 550 देखि 600 युरोसम्म चाहिँ कमाउन सक्नुहुन्छ है। यहाँको चाहिँ बेलारुसियन रुबेल चाहिँ 2022 हुन्छ। नेपाली त्यही हो 80-90 हजार चाहिँ हुन्छ पार्ट टाइम जब पाउनु भयो भने चाहिँ है गाइज। यही जानकारी दिउँ भनेर म आज चाहिँ तपाईँहरू नफस्नु होला भनेर चाहिँ भिडियो बनाएको आज। अनि यस्तो छ यतातिर चाहिँ हामी चाहिँ यसरी जङ्गलको बाटो हिँड्नुपर्छ गाइस, के गर्नु जङ्गलको बाटो यसरी ड्युटीमा यही हो बाटो। अब आज चाहिँ म चाहिँ तपाईँहरूलाई चाहिँ भिडियो बनाऊँ भनेर जानकारी दिउँ भनेर आएको हो गाइस। अब
त्यसकै बारेमा स्यालेरीको बारेमा हैन मैले अघिल्लोचोटि नि भनेको थिएँ तपाईहरुलाई बेलारुसमा स्यालेरी कति हुन्छ इन्कम कति हुन्छ बेलारुसमा सेभिङ कति हुन्छ भनेर मेरो अघिल्लो भिडियोमा हेर्नु होला हैन त्यही पनि सानो जानकारी दिउँ भनेर म आज हिँड्दै तपाईहरुको सामु एउटा ब्लग बनाउँदै आएको अरु बेलामा चाहिँ गाडीमा जान्थे हैन अब बनाइदिउँ भनेर जानकारी दिउँ भनेर तपाईहरुलाई चाहिँ त्यही हो गाइस है तपाईको यहाँ चाहिँ बेलारुसियन रुबल चल्छ है युरो चल्दैन किनकि यो युरोप त हो तर चेन्जिन भएको छैन नि त चेन्जिन नभएको हिसाबले गर्दा तपाईको अब चेन्जिन नभएको हिसाबले गर्दा युरो चल्दैन अब नन चेन्जिन देश हो यहीँको करेन्सी चल्छ नि त त्यही भएर नेपालमा अब तपाईहरुलाई जति पनि मेन पावरले 550-600 युरो हुन्छ बेसिक स्यालेरी भनेर भन्नु भएको छ भने चाहिँ त्यो भ्रममा चाहिँ नफस्नु होला है आफै एकचोटि बुझ्नु होला ब्लगहरु हेर्नु होला मजाले सबै बेलारुसको बारेमा बुझेर आउनु होला है बेसिक स्यालेरी भनेको त्यही हो 450 दिनले 500 युरो सम्म हुन्छ अब पार्ट टाइम जब पाउनु भयो भने 550 सम्म हुन्छ पार्ट टाइम पाउनु भयो भने 550 त्यति चाहिँ हुन्छ त्यही हो गाइस यसकै बारेमा सानो जानकारी दिउँ भनेर एकदम बुझेर आउनु होला र मैले लगानीको बारेमा कति बेलारुस आउँदा कति पैसा लाग्छ भनेर पनि भिडियो बनाएको छु त्यो पनि हेर्नु होला बेलारुसमा चाहिँ 5-6 लाख भन्दा धेरै चाहिँ आउनु होला है गाइस ल त गाइस अहिलेलाई यति नै हल्का काम गरेर अलिक थाकेको छु अर्कोचोटि नेक्स्ट टाइम बनाउँला है त गाइस यो भिडियो चाहिँ तपाईहरुलाई त्यही यहाँ चाहिँ कति इन्कम हुन्छ र कति इन्कम हुन्छ भनेर चाहिँ भिडियो बनाएको थिएँ एउटा हाम्रो मेरो साथी युट्युबर साथीले चाहिँ कमेन्ट गर्नुभएको भएर नेपालमा एजेन्टहरुले त्यति भन्दैछ भने चाहिँ 500-600 युरो हुन्छ भन्नु छ भने चाहिँ त्यो भ्रममा चाहिँ नबनाउला है गाइस म नि भर्खर कामबाटै आएको हो हामी काम गर्ने मेन पावर चाहिँ के अरे सरी हामी काम गर्ने कम्पनी चाहिँ यहाँको बेलारुसको सबसे ठुलो कम्पनी हो त्यसमा पनि तपाईको 12 घण्टा काम गर्नुपर्छ 12 घण्टा काम गरे त्यही हो गाइस महिनामा 450 बेसिक स्यालेरी भनेको 450 युरो यहाँको बेलारुसियन रुबल भनेको तपाईँ 1450 जति हुन्छ त्यही हो गाइस ल त फेरि नेक्स्ट टाइम भेटौँला है त गाइस अब नेक्स्ट टाइम भेटौँला